फर्स्ट त अब घरको भयो माउ लाइब्रेरी भन्ने पनि भयो त्यो चाहिँ अनि त्यो गराजमा छ सबैलाई थाहा भएको कुरो हो। अनि यो चाहिँ मिनी लाइब्रेरी चाहिँ यो थर्ड वान हो। फर्स्ट चाहिँ मैले टुक्रेमा गरेको थिएँ। टुक्रेमा चाहिँ समवट अब त्यसलाई कन्सिस्टेन्टली अब मैले हेर्नु सकिनँ, जाइरहनु सकिनँ र त्यहाँको लाइब्रेरीको हालत के कसो छ अहिले त मलाई थाहा छैन। सेकेन्ड चाहिँ 7 माइल साङमामा गरेको थियौँ, त्यो पनि अस्तिको हावाले अलिकति बिगारिरहेको छ र पनि वर्किङ कन्डिसनमै छ। र थर्ड चाहिँ यहाँनिर पुल बजारमा, त्यो पनि बिकज अफ अभिषेक गुरुङ भाइ, अभिषेक भाइले गर्दामा मात्रै यो चाहिँ पोसिबल भयो, यहाँकै युथहरूले गर्दामा। किन भन्दाखेरि योभन्दा अगाडि चाहिँ मलाई मङ्गलजुमा मैले अप्रोच गरेको थिएँ, अर्को मिरिक डुप्टिन साइड पनि मैले अप्रोच गरेको थिएँ। अनि उहाँहरूले हुन्छ भन्नुभयो। कतिजनालाई चाहिँ यो खास गरी चाहिँ लाइब्रेरीको नामले गर्दामा पनि आपत्ति हुँदो रहेछ, किनभने द बुक थिप ओपन लाइब्रेरी भन्ने छ र यसलाई एक्सेप्ट गर्नु, फर्गेट अबाउट द नेम, यसको उद्देश्यलाई बुझ्नु र यसलाई एक्सेप्ट गर्नु चाहिँ सानोतिनो सोचले हुँदैन, ब्रोड माइन्डेड मान्छेहरू चाहिन्छ। किनभने द बुक थिफ मात्रै बुझ्छ मान्छेले, त बुक थिफ इज अ बुक रिटन बाई मार्कस ड्युसर। उनले अब एउटा अस्ट्रेलियन राइटरले लेखेको किताब हो जसमा चाहिँ मेन प्रोटागनिस्ट चाहिँ बुक थिफ छ र उसको एउटा किताब चोर्ने बानीले चाहिँ कसरी लाइफ चेन्ज भयो। इट इज लाइक अहिले त मोसन पिक्चरमा पनि भइसकेको छ त्योले हेर्नु सक्छ। तर यहाँ चाहिँ अब बुक थिप भन्नु छ किताब चोर, चोर शब्दले गर्दामा चाहिँ कतिले चाहिँ मन पराउनु हुँदैन रहेछ, यो मेरो कन्सेप्ट। तर अब यो डिप जाँदाखेरि चाहिँ त्यस्तो छ र अब के भन्नु, अब यसमा गलत उयोहरू पनि जाँदो रहेछ, मेसेज पनि। त्यो चाहिँ मैले यदि त्यस्तो गएको छ भने आइएम रियली सरी भन्न चाहन्छु है, किनभने एकजनाको रियाक्सन त्यस्तो पनि आयो एउटा एक जग्गाबाट, बिकज दे वर रेडी टु सेट अप द लाइब्रेरी अरे, तर यो नाम चाहिँ यस्तो भएन भन्ने। तर नामको पछि त के लागेको छ र यसको रिजल्ट्स पो हामीले हेर्नुपर्छ त। जस्तै एउटा लाइब्रेरी एउटा भिलेजमा हुँदाखेरि धेरै चेन्जेसहरू हुनसक्छ। जस अहिलेको जमानामा यु क्यान एभ्रिथिङ, अब यु क्यान हेभ एभ्रिथिङ है फोनमा, अहिले त एआईको युग आइसक्यो। तर इमेजिनेसन इज सो इम्पोर्टेन्ट फर द बेटरमेन्ट अफ टुडेज वर्ल्ड भनौँ न। एन्ड इमेजिनेसन र क्रिएटिभिटी चाहिँ सायद किताबले नै दिन्छ जस्तो मलाई लाग्छ। र एउटा यो कोसिसमा चाहिँ यस्तो प्रकारले साथ पाउँदा चाहिँ आइ एम भेरी ह्याप्पी टुडे एन्ड आई एम सो ग्रेटफुल टु द युथ्स अफ पुल बजार भनौँ न, यहाँको युवाहरूलाई, यहाँ विशेष गरी अभिषेक भाइलाई यति क्युट खालको लाइब्रेरी बनाइदिनु भएछ। अनि यहाँ अगाडि सिस्टर जेनिफरलाई पनि म आइएम ग्रेटफुल, किनभने उहाँले पनि यति साह्रो इन्ट्रेस्ट देखाउनु भयो। सी सो ग्रेटफुल अहिले पनि भन्नुभयो मलाई। अनि यहाँ नानीहरूको एन्थुजियाजम देखेर झन् मलाई खुसी लाग्यो र आज चाहिँ धेरै नै खुसी छु। हुनु त यो अब लाइब्रेरी सानो एउटा सेल्फमा छ है, सुरु सानोबाटै हुन्छ, देख्दा सायद मान्छेले सानो कुरो भन्नेहरू पनि हुन्छ, त्यस्तोलाई पनि लागिरहेको हुन्छ। लाइब्रेरी भन्ने बित्तिकै त्यही त मानिसहरूले अब अर्कै ब्रड हिसाबले सोचिरहेको हुन्छ होइन, ठुलो ठुलो लाइब्रेरी, सरकारी लाइब्रेरीहरू होइन, त्यही कुराहरू सोचिरहेको हुन्छ। सायद त्यसले गर्दा पनि होला, सायद यो बुक थेपलाई अलिकति अर्कै प्रकारले हेरिएको होइन। त्यस्तो व्यक्तिहरूलाई अब कस्तो प्रकारले चाहिँ तपाईँले अब यो कुरो, यो विषय लिएर द बुक थेप ओपन लाइब्रेरीलाई चाहिँ तपाईँले बुझाउनु पर्ने हुन्छ? म बुझाउने खालके मान्छे छुइनँ, म सकिनँ होला, दो आइएम अ टिचर। नानीहरूलाई बुझाउन सक्छु होला, सिलेबसहरू केहरू, नैतिकताहरू। अलरेडी ठुलो मान्छे भनेको अब इन्टेलेक्चुअल्सहरू हुन्छ है। अनि उहाँहरूलाई मेरो बुझाउने मेरो दिमाग छैन, मेरो हैकत पनि छैन होला त्यत्रो। म यति भन्न चाहन्छु कि मेरो कर्मले नै भोलिको दिनमा बोल्छ र यो सानो लाइब्रेरी देख्दा सानो छ, भोलि यहाँकै चेन्जेसहरूले नै उहाँहरूले बुझ्नुहुन्छ जग्गाको। किनभने त्यहाँ मैले कता खोल्दाखेरि, सानो जग्गातिर खोल्दाखेरि पनि धेरैवटा चेन्जेस पाएको छु। त्यहाँकोहरूले अब मलाई जुन प्रकारले रेस्पोन्स पाएँ त्यो चाहिँ मेरो लागि अवार्डभन्दा कम्ती छैन, मलाई लाग्दैन पनि। र अब यो किताबहरू चाहिँ मैले कहाँबाट पाउँछु भन्ने प्रश्नहरू पनि उठ्छ होला। यो चाहिँ मलाई चाहिँ यति साह्रो उहाँहरूले हेल्प गर्नुहुन्छ। जस्तै कालिम्पोङबाट अनुकम्पा मिस हुनुहुन्छ म्याम, कालिम्पोङ है प्रोफेसर अनुकम्पा म्याम हुनुहुन्छ। त्यसरी नै सङ्गम भाइ हाम्रो सिल्भर लाइनिङ प्रडक्सनको, उहाँले पनि अस्ति भेट्दाखेरि बिचराले सरस्वती पूजामा त्यो राखेको खाताहरू पनि राखिदिइराख्नु भएको थियो, तपाईँलाई चाहिन्छ लानुहोस् भनेर। अनि मेरो बहिनी साउथमा, उसको साथीहरूले, अर्चनाको साथीहरूले, अर्चनाले पठाउँछ,
अनि त्यसरी नै अब धेरैले दिनुहुन्छ किताबहरू। अनि त्यस्तो प्रकारले चाहिँ यो किताबहरू चाहिँ मेरो त अलरेडी लाइब्रेरी छ घरमा, त्यहाँ त्यो किताबहरू हुनु भन्दाखेरि चाहिँ यसरी पकेट लाइब्रेरीहरू स्प्रेड गर्दै गयौँ भने चाहिँ मैले चाहेको के हो र, रिडिङ कल्चर एटलिस्ट इस्टाब्लिस होस् हाम्रो सोसाइटीमा भन्नु चाहेको, ताकि एउटा किताबले चाहिँ केही छैन अब होइन, एउटा सानो लाइब्रेरी पनि एउटा भिलेज लेभलमा चाहिँ एउटा चेन्जेस ल्याउँदो रहेछ। त्यो चाहिँ अब भोलिको दिनमा हामी चाल पाउँदै जान्छौँ बिस्तारोसँगले। र मलाई उपदेश दिनु पनि छैन, मलाई यसमा यस्तो गरेँ मैले उस्तो गरेँ भन्नु पनि छैन, केही छैन, यो गर्दै जाने हो। मेरो उद्देश्य के हो भन्नुहुन्छ नि, त्यही भने मैले बुक्स गिभ इमेजिनेसन, क्रिएटिभिटीलाई फ्युल दिन्छ यसले। र अर्को कुरा चाहिँ हाम्रो सोसाइटीमा रिडिङ कल्चर इज सो एब्सेन्ट, द्याट इज सो इम्पोर्टेन्ट। त्यसलाई म इस्टाब्लिस गर्नु चाहन्छु, ल्याउन चाहन्छु एउटा सोसियल रिफर्म सानो रूपमा भए तापनि। त्यही मात्र मेरो कोसिस हो, अरू केही पनि छैन। यो चाहिँ मेनली हामी सबैजना युथ्सहरू धेरै दिनदेखिको काम गरिरहेको थियो, स्पेसली सृजना म्यामसँग हामीले कस्तो प्रकारले सेटअप गर्नुपर्ने के गर्नुपर्ने भनेर। अन्त फाइनली आज लाइक त्यो पुरा भयो। फर्स्ट कुरो कङ्ग्रेचुलेसन टु अल द टिम, द युथ्स एन्ड सृजना म्याम स्पेसली है, फर्स्ट कुरो थियो। अनि सेकेन्ड कुरो चाहिँ हामीले मेनली किन गरेको यो रिजन भन्दाखेरि अहिलेको फोनको युगमा सबैजना केटाकेटीहरू बाहिरतिर नखेलेर बुक्सहरू नपढेर होइन, अहिले बेसी जस्तो फोनमा छ। सो उनीहरूलाई अलिकति एउटा इन्सपिरेसन दिनुको लागि जस्ट अ स्मल स्टेप। सो त्यसको लागि चाहिँ हामी त्यो इनिसिएटिभले गर्दाखेरि चाहिँ हामी सबैजना युथ्सहरू मिलेर म्यामहरूसँग मिलेर सबैजना मिलेर चाहिँ स्मल लाइब्रेरी बनाएको छौँ। एकदम धेरै खुसी छौँ होइन, धेरै ठुलो कुरा हो हाम्रो लागि। तर त्यस्तो फर्स्ट स्टार्टिङ त्यस्तो मतलब जुन चाहिँ हुनुपर्ने त्यो भयो, तर स्टार्टिङ मान्छेको त्यो माइन्डसेट चेन्ज गर्नु छ, फर्स्ट अफ अल त त्यो हो। अन्त हामी एकदम धेरै